सन् 2016 नोभेम्बर 9 देखि निष्कासन भएका भारतीय रुपैयाँ 200 तथा भारतीय रुपैयाँ 500 दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपैयाँ 25,000 को सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने निर्णय भएको छ। 5. आर्थिक वर्ष 2082-83 को बाँकी अवधिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृत स्तरका 8 पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ। 6. 2082 पुष 12 देखि 14 गतेसम्म नेपालको काठमाडौँमा सञ्चालन हुने नेपाल भारत संयुक्त कृषि कार्य समूहको 9औं बैठकमा सहभागी हुन कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वको नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ। 7. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायण दत्त पौडेल, वंशीराज दाहाल र गणेश बहादुर ठाडा मगरको सरुवा गर्ने निर्णय भएको छ। 8. युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण ONM गर्न पूर्व स्वीकृति दिने निर्णय भएको छ।